विदेश 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 भन्ने मान्छेहरूलाई हेर काम यस्तो हुन्छ विदेशमा। यो साउना हो, यो साउना चाहिँ आउटडोर साउना हो, बाहिर राख्ने साउना हो, यो राउन्डिङमा छ। जस्तै अब कोही भित्र राख्ने साउनाहरू हुन्छन् भने प्राय अब कही मोडलहरू चाहिँ बाहिर राख्ने साउना नि हुन्छन्। बाहिर राख्ने साउना चाहिँ सबै पिस जोडेर यसरी चाहिँ बनाउनु पर्छ, घर बनाए जस्तो एउटा कोठा जस्तै गरेर। अनि यो जुन मोडलहरू हुन्छ त्यसमा चाहिँ केही मजबुती दिनलाई हामीले पनि यस्ता दिमाग लाएर ठाउँ-ठाउँमा सपोर्टहरू दिने गरेर बलियो बनाएका छौँ। यसमा चाहिँ सबै वायरिङ पुरै गर्नुपर्छ, सबै गर्नुपर्छ, झ्याल ढोका सबै ठाकठुक राखेर एउटा कोठा बनाउने हो है। इलेक्ट्रिकल काम पनि हुन्छ यसमा चाहिँ, त्यो के भन्छ कार्पेन्टरको काम, काठको काम पनि हुन्छ, दुइटै काम गर्नुपर्छ। यसरी चाहिँ जोड्ने, यी प्यानलहरू जोड्ने, अनि यसरी चाहिँ टक्क बनाएर राम्रोसँग कटिङ गरेर यिनीहरू, यो बस्ने सिट हो, यसमा सबै एन्फा हिटरहरू लगाएको छ, सबै हिटरहरू लगाएको छ। अनि फेरि यो तारहरूलाई चाहिँ जोडेर सबै वायरिङभित्रबाट मिलाएर टकटुक बनाउनु पर्छ। उतै अब माथिबाट डेस्क राख्ने हो अनि त्यहाँभित्र बस्ने। अनि यो छानो हो, यो छानो पनि बनाउनु पर्छ। यसरी चाहिँ पाता पाउँछ अनि यिनी पातालाई जोडेर छानो बनाउनु पर्छ। यो बनाउन अलिक गाह्रो हुन्छ, राउन्डिङमा भएको कारणले। सिधामा अलि सजिलो हुन्थ्यो, अलि राउन्डिङमा छ, त्यही भएर गाह्रो छ। एकदम दिमाग लाएर काम गर्नुपर्छ। यसरी बनेर तार बसी यस्तो देखिन्छ अनि फेरि राम्रो देखिन्छ। यो अब पानी पर्छ भनेर सिल्कन हालेर सबै गरेर वाटरप्रुफ गराएर टक्क राख्नुपर्छ। अहिले चाहिँ यो रेडी भएको अवस्था हो। यहाँ हिटर छ अनि एन्फा हिटर पनि छ, त्यसरी यहाँ चल्छ। एलइडी लाइटहरू राखेर सबै टकटुक बनाएर राम्रो देखिन्छ। यसरी चलाउने, टक्क लाइट बल्यो अनि फेरि हिटरहरू चल्छ यहीँबाटै। अनि यो अर्को चाहिँ ठुलो हिटर चाहिँ अपरेट गर्ने छुट्टै सिस्टम हुन्छ भने यो यिनी भित्ताउँदी बोलेका राता एन्फा हिटरहरू चाहिँ डिस्प्ले लिएर अपरेटहरू हुन्छ नि। यसरी टट्ट राम्रो देखिन्छ है। अब विदेशमा चाहिँ अब जाकुजी र साउनाको काम गर्न आउनुभएको छ भने यिनी सबै कामहरू राम्रोसँग गर्न जान्नुपर्छ। र यहाँ सजिलरी चाहिँ यो इलेक्ट्रिसियनको काम गर्नलाई साउना र उसको बारेमा आयो भने यसरी ट्याक्क गर्ने तरिकाहरू मैले सिकाउँदै जान्छु अर्को भिडियोमा।